तपाईँहरू होइन आउँदाखेरि होइन यो एमटी चाहिँ लिएर नआउनु होला, किनकि बाटो यस्तो खतरा छ कि मुटु हल्लिएको, यस्तो मुटु हल्लिएको कि राम राम डक डक डक। फेरि किनकि हेर्नु न यस्तो ढुङ्गा नि खतरा खतरा छ नि त। हेर्नु न बाटो यस्तो छ क्या, यता त डट बाइकहरू मात्र चल्छ नि त, डट बाइकहरू मात्र चलाउने ठाउँ रहेछ नि त। बाइकको त कस्तो मलाई के हालत हुन्छ भरे झार्दाखेरि, आम्मा टोट बाटो यस्तो छ कि मलाई त माया लागेर यार बाइकलाई बिचरा यार, मेरो बाइकलाई माया लाग्यो किनकि अब बाटो अहिले भरे देखाउने नै छु, हेर्नुहोस् होइन बाटो यस्तो खतरा छ कि के हो यो पनि बाटो हो र सक्नुहुन्छ यार। यस्तो छ कि गुफा पोखरी जाने बाटो हेर त, त्यति आइसकेपछि त अब फेरि फर्किनु नमिल्ने जे चाहिँ भइसक्यो आइसक्यो है। त्यही भएर हेर्नु न कस्तो मलाई यहाँ त क्रस फायरहरू मात्र कुद्छ यस्तोमा। हेर्नु त आम्मामा बिचरा मेरो बाइकले कति दुःख होला यार। हेर्नु न बाटो कस्तो होला, पहिला झन् यो ठाडो थिएछ कि के जस्तो लाग्यो मलाई त यार। Turn right onto Basanta Pergufa Doban Sadik. आम्मामा टोट हिँडेर जानुपर्छ कि जस्तो लाग्यो। कतिसक्यो अघि यहाँनिर नचलेको हो त, यस्तो बाटोमा पनि गाडी चल्छ बस यार। आम्मामा त बाइक चढाउने यति गाह्रो हुन्छ। बस कस्तो आनन्दले आम्मा म त छक्कै परेको नि त यार। बाटो हेर न आम्मा कस्तो बाटो त लाडेको छ यता तेह्रथुमको बाटो आएन, अर्को बाटो पनि छ कि छैन छ जस्तो लागेको छ। अर्को नत्र अर्कै बाटो, यो बाटो त म सक्दिनँ यार। मेरो पछाडिको टायर पनि पङ्चर भएको नि त त्यही भएर। तर यहाँ चाहिँ म मानेकै यो ठाउँमा माथि यार कसम होला यार। यो तेह्रथुमबाट आउँदै हुनुहुन्छ भने चाहिँ यताबाट नआउनु होला है, तेह्रथुमको माथि यता बाटो लास्ट डेन्जर छ है, झुरेको बाटो। यस्तो पनि पुरै पानी जम्मिएको हुन्छ यार। हेर्नु न म त यो त के अरे ताम्रेचिङको याद आयो क्या, उता पाथी भाँडा मन्दिर जाँदाखेरि नि यस्तो थियो नि बाटो कस्तो होला। र पनि अब यस्तोमा चाहिँ पुरै गाडी चल्छ क्या बसहरू, आम्मा कस्तोमा बसतिर कस्तो छ यार। यता त नाक पनि नेटै नचल्ने भयो है यार।
सोध्नुपर्छ यार। होइन यहाँको भ्यूहरू हेर्नु न यस्तो बबाल छ कि हाम्रो रुख पनि कस्तो ठुलो ठुलो। यो त सब बुढाहरू लिएर झरेको होला है माथिबाट। त्यो बिचमा त पुरै ढुङ्गा होला क्या यो फुटा जस्तो है। हेर्नु न म भ्यू पनि कस्तो खतरा खतरा हो। एउटा मान्छेले सोध्नु भनेको मान्छे नै छैन कि फेरि कतातिर चाहिँ हो हुन्छ यही ठाउँ जस्तो लाग्छ मलाई होइन। गुफा पोखरी किनकि नेटै चलेको छैन नि त। म त अब त्यहाँ गरेर आएको तर लास गाह्रो भयो यार। बाटो सम्झिँदा त कसम मलाई यस्तो गाह्रो छ। लास गाह्रो नि रहेछ। यहाँ त एउटा बाइकमा दुईजना हो त निकै कठिनै हुँदो रहेछ नि त यार। किनभने मान्छे नै छैन एक नम्बर। सोध्नु पऱ्यो भनेको यता त तर अब हिउँ झर्ने बेला भयो नि त यता त ढुङ्गा पनि त्यस्तै हालेको हुन्छ क्या बाटोमा। अनि कहाँबाट खासै बाइक कुद्दैन जस्तो लाग्छ यो पाहाड। यहाँ घरतिर सोध्नु पऱ्यो कता हो गुफा पोखरी भने के हो। तार पनि भुइँ बिछा छ कि यार। मुड पनि कति आएको यार। भन्छु म त गाह्रो फाटिने हो त। बाटो चाहिँ हो कि यहाँ चाहिँ कस्तो हुँदा यहाँको बाटोको चाहिँ मानेको कस्तो खतरा। बाटो त्यस्तै अझै टाढो छ भन्छ यार। हामी यहाँकोलाई त चिसो छ कि यो पुलिस हो कि पुरै खुल्लामा रहेको त हामी। कसम होला यार बाटो चाहिँ मैले मानेको किरी होला यार। लास्टै खतरा बाटो डेन्जर। डेन्जर बाटो छ कि हेर्नु न। कतिजना रहेछ निकै ठुलो रहेछ त।